हेलो एन्ड नमस्ते गुड मर्निङ है साथीहरू सबैजनालाई। आज पनि धेरै दिन पछाडि तपाईहरुमाझ एउटा यो युट्युब च्यानलको चाहिँ पहिलो भिडियो भन्नुपर्छ, किनकि मेरो पहिलाको भिडियो चाहिँ पहिलाको युट्युब च्यानल चाहिँ मेरो गायब भयो है साथी हो। त्यही भएर चाहिँ मैले नयाँ युट्युब च्यानल खोलेको छु। यदि तपाईहरुलाई मेरो युट्युबको भिडियोहरू मन पर्छ भने एक लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब गर्न नछुटाउनु होला। र आजको मेरो भिडियोको बारेमा खासै भनिराख्नु पर्ने आवश्यकता छैन, किनकि त्यस्तो विशेष पनि केही पनि छैन। आज यस्तो सानो हल्का गाउँतिरको भिडियोहरू बनाइदिउँ भनेर चाहिँ भिडियो बनाउँदै छु है त साथी हो। आज चाहिँ ठ्याक्कै मिति भन्नुपर्दा 2082 साल फागुन 21 गते बिहिबार। आज चाहिँ निर्वाचनको दिन पनि रहेको छ। त्यसैले साथीहरूले हाम्रोलाई भन्दा पनि एकदमै राम्रो मान्छेलाई जिताउनु होला, किनकि बारम्बार हामीले दुःख पाइराख्न नपरोस्। र हाम्रो अहिलेको गाउँतिरको खेतीपाती भनेको भर्खरै 2-4 दिन भयो मकै लगाएको। यस्तो छ है साथी हो, मकै लगाएको छन्। अनि यो हाम्रो गाउँको अलि माथितिर पर्छ है साथी। यो ठाउँलाई चाहिँ चौरीला भन्छ है। यहाँ चाहिँ 4वटा घर छ। यहाँ चाहिँ गुराँस फुलेछ है साथी। यतिको स्कुलको छेउमा चाहिँ ल यस्तो छ है हाम्रो गाउँ चाहिँ। कस्तो देखिन्छ भनेर हाम्रो गाउँ चाहिँ यस्तो छ है साथी हो। पुरै ढुङ्गाले छाएको। अहिले चाहिँ आरु बखडाले फुल फुलेर झपक्कै भछ। ततिर यो आरु हो, अनि त्यहाँ माथिको चाहिँ आरु बखडा। यस्तो सही साथी हो। यतातिर घरेरीको फाट।